नमस्कार, मैले राज्य सत्ता कस्तो हुनुपर्छ भन्ने कुरालाई उद्घोष गरेको छु, किनभने म PhD एउटा स्कलर पनि हो। राज्य सत्ता यस्तो हुनुपर्छ, हरेक कुरा कानुनबाटै हुनुपर्छ, यो मान्छु म। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री जस्तो अमेरिकाले अवलम्बन जुन सिस्टम अवलम्बन गरेको छ त्यो अवलम्बन गर्नुपर्छ, किनकि उनीहरू धेरै विकसित त्यो सिस्टमबाट विकसित भएको हो। त्यो उनीहरूको प्याटर्न फलो हामीले गर्नै पर्छ, किनकि नेताहरू चाहिँ के भयो भने एकमुष्ट बहुमत नेपालमा कसैले पनि नल्याउने, धेरै पार्टी भएको कारणले गर्दाखेरि एकमुष्ट बहुमत कसैले पनि ल्याएन। धेरै बहुमत अब सबैले मिलिजुली मिलाउनु पर्ने, सबैको पोल्टा भर दिनुपर्ने, कुर्सी तान्नका कारण समीकरण बनाउँदै यिनीहरूको देशको विकास र देशको विषयमा सोच्न कुनै पनि नेताले नसक्ने। एउटाले गर्न खोज्छ, उसको सरकार ढलिहाल्छ, ऊ पनि हिंसाले गर्ने खालको मान्छे। यस किसिमले गर्दाखेरि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चाहिँ ल्याउनुपर्छ र उसको एउटा भिजन हुन्छ। ठिक छ, ऊ गलत भएछ भने त उसलाई जनकारबाही त गर्न सकिन्छ, जनताले कारबाही गर्न सकिन्छ, यसलाई चाहिँ महाअभियोग लगाउन सकिन्छ, अथवा त्यो त्यस्तो खराबी गरेको छ भने त अदालतमा मुद्दा हाल्न सकिन्छ। यार, अदालतमा मुद्दा हालेर त्यो व्यक्तिलाई त कानुनी कारबाही पनि त गर्न सकिन्छ यदि फटाहा काम गर्यो भने। तर एउटै व्यक्ति प्रधानमन्त्री हुनुपर्छ, देशको स्वच्छ छवि भएको निष्कलङ्क व्यक्ति चाहिँ हुनुपर्छ, जुन भ्रष्टाचारमा जेरो टोलरेन्स भएको, निष्कलङ्क, कुनै पनि लोभ लाभ नभएको र नेता छान्दा कसरी छान्दा उसको सम्पत्ति अहिलेको के छ र उसले त्योभन्दा सम्पत्ति उसले पाउने स्यालेरी अथवा उसले पाउने पारिश्रमिक भन्दा उसको सम्पत्ति चाहिँ उसले प्लस गर्न पाउँदैन र त्यसै गर्नुपर्छ। र यिनीहरूको अहिले यिनीहरूले त यस्तो संयन्त्र छ कि यो हामीले बुझ्नै सक्दैन। यिनीहरूले आफ्नो कार्यकर्ता, झोले, आसे पासे, सल्लाहकार यी दुनियाँ भनेर यिनीहरूले जागिर दिइराखेका हुन्छ र यिनीहरूको श्रीमतीको समेत यिनीहरूले चाहिँ के गरे हुन्छ, झोलेको श्रीमतीको समेत खातामा पैसा हालिदिएको हुन्छ। त्यस कारणले गर्दा यो 74 जनाको आन्दोलन बिचारा पानी बनाए बालुवामा त्यो आज मसान घाटबाट आज त्यो उसबाट बाबु चियाइराखेको छ। ओहो, मेरो रगतको खाटो अझै पनि त्यो नसुकिकन पनि के गर्यो। यो अहिलेको आन्दोलन जेनजी आन्दोलन भनेको त के हो यसको त? जेनजी आन्दोलनले त बिचारा लिडर पाएन। सुदन गुरुङ जस्तो एउटा बौला कहाँबाट उठेर आएको थियो, कहिले गगनसित वार्ता, बाबा गगनसित वार्ता गर्नुपर्ने, सुशीला कार्कीलाई नै प्रधानमन्त्री बनाउनु पर्ने हैन। यो जगदीश खरेल भन्ने एउटा नेपाली काङ्ग्रेस सबै अहिले नजानिएको मात्रै छाया सरकार, नेपाली काङ्ग्रेसकै छाया सरकार हो अहिले सत्तामा भएको, सबै काङ्ग्रेसकै सरकार हो। त्यही भएर गगनलाई के गर्छ, अगाडि सार्न खोज्दैछन्। यो जेनजी पनि वास्तवमा जेनजी होइन, जेनजीले चाहेको मुद्दा यो होइन, सरकार बनाउनु होइन। जेनजीले राम्रो नेता प्रडक्ट होस्, राम्रो नेता होस्, जुन कलङ्क भ्रष्टाचार जिरो होस्, हामीले यही देशमा रोजगार पाऊँ, हामी पनि बाँच्न पाऊँ, यो देशमा खान पाऊँ, हाम्रो स्थानान्तरणले पनि यो देशमा हाम्रो भिजनहरू पनि लागु होस् भन्ने उनीहरूको उद्देश्य थियो। त्यो भएन। अहिले छाया सरकार नेपाली काङ्ग्रेसको छाया सरकार छ। र अबको मैले सत्ता कस्तो हुनुपर्छ भनेपछि एउटा निकाय हुनुहुन्छ लोकसेवा कर्मचारी भर्ना। कुनै पनि देशमा जागिर जब राज्यको ढुकुटीबाट पैसा जान्छ भने त्यहाँ चाहिँ एउटा लोकसेवा आयोग अस्थायी र थायी भनेर नियुक्ति गर्नुपर्छ। यो अस्थायी र थायी भन्ने नै हुनु नै पर्छ। जस्तो त्यो अस्थायीहरूले भोलि थाईमा कहिले पनि, यहाँ त के छ भने अस्थायी भएपछि थायी हुन पाउँछ भने रोडमा गएर आन्दोलन हुने त्यो नियुक्ति, अस्थायी नियुक्ति भनेकै अस्थायी प्रयोजनको लागि ल्याएको हो कि, थायी नियुक्ति भनेको थायी प्रयोजनको लागि ल्याएको हो कि। त्यस कारण अस्थायी नियुक्ति गर्नुपर्छ र थायी र अस्थायी दुईटा नियुक्ति गर्नुपर्छ र करारमा नियुक्ति गर्नुपर्छ लोकसेवाबाट पनि। यो कुनै पनि कर्मचारी नियुक्ति गर्ने चाहिँ कुनै पनि कर्मचारी उसले काहीँ केही स्थानीय प्रशासन मन्त्री यस्ता सल्लाहकार, भोलि सल्लाहकार पनि अस्थायी कर्मचारी नियुक्ति गरेर अथवा अस्थायी कर्मचारी नियुक्ति गरेर सल्लाहकार पठाउन सकिन्छ, अथवा थायी कर्मचारी नियुक्ति गरेर सल्लाहकार पठाउन सकिन्छ। यसरी गर्नुपर्यो। यो राज्यमा अहिले सबैभन्दा विघटनै गर्नुपर्छ। सरकार विघटन चाहिँ भयो, तर सरकार मात्रै विघटन केपी ओली मात्रै ढल्यो क्या। केपी ओलीले जति ठाउँमा आफ्नो इन्ट्रेस्टका मान्छेहरू राखेका थियो त्यो मान्छेहरू ढलेका छैन। त्यस कारणले गर्दा यो केपी ओली ढल्नु र सरकार ढल्नु र नढल्नुमा कुनै औचित्य छैन।